हेलो साथीहरु सबैजनालाई नमस्कार। आज चाहिँ हामी बिहानै मन्दिर जानको लागि चिरिचट्ट भएर निस्क्यौं। एउटा स्कुटीमा अट्टी तीनजना जबरजस्ती बसेर बाटो लाग्यौ। बीच बाटोमा पुलिसले समात्छ भनेर म चाहिँ एकछिन भनी निस्केर हिँडे जस्तो गरे। पुलिसलाई छक्काएर हामी फेरि पनि तीन जना चढेर मन्दिरतिर बाटो लाग्यौ। आधी बाटोसम्म मात्रै स्कुटर जाने रहेछ, त्यस पछाडि चाहिँ हिँड्दै जानु पर्ने रहेछ। हामी चाहिँ मस्त गफ गर्दै त्यतातिरको भ्यू हेर्दै मन्दिर पनि पुग्न चाहिँ पुग्यौं। तर आज चाहिँ फेरि मन्दिर बन्द हुने रहेछ। ओहो जस्तो आको त्यस्तै फर्किनु पर्ने भो भन्दै स्याड मोडमा घरतिर फर्क्यौ। तर खाली पेट फर्किने कुरा भएन। आज चाहिँ मौसम चिसो थियो। त्यसको मौकामा तातो थुप्पा मगाइहाले। सुप्पा दबाएर हामी चाहिँ घरतिर लाग्यौ। बाटोमा नानाले चाहिँ आज हामी कुन दिन गएछौ भन्दै कुरा गर्दै हुनुहुन्थ्यो। घर नपुगिकन फेरि मलाई करेन्ट किन्न पठाइहाल्नु भयो। करेन्टको नाम सुन्नु बित्तिकै फेरि मेरो हड्डी हाँसिहाल्छ साथीहरु। अनि दौडिँदै करेन्ट किन्नतिर लागे। पसलमा करेन्ट सरेन्ट मागेर अनि खुसी हुँदै घरतिर फर्किए। करेन्टलाई चाहिँ तातो पानीमा हालेर पाक्न छोडिदिए। पाकिसकेपछि चाहिँ करेन्टको मसला ससला हालेर चट्ट रेडी पारिदिए। बोटुको प्लेटतिर आँखै लाग्दैन, जेमा पकायो त्यहीमै दबाइदिए। करेन्टमा आज चाहिँ मैले सिकुटी पनि एड गरेको थिएँ। हो कस्तो मिठो भयो भने। ल त साथीहरु मैले चाहिँ करेन्ट पनि खाएर सके। हजुरहरु चाहिँ ब्लग हेरेर इन्जोय गर्नु होला। बाइ बाइ साथीहरु, आजको लागि यति नै।